भारतीय नाजागु MSCG व मल्टी बिजनेस कर्पोरेशन धर्मपाल सत्यपाल ग्रुप अन्तर्गत या प्रख्यात ब्रान्ड क्यास स्पाइसेस आ औपचारिक रूप नेपाली बजारे प्रवेश यागुदु From the land where nature brings purity, where every herb tells a story, born at the foothills of the mighty Himalayas, comes the essence of authentic Indian flavors. Now bringing that rich Indian taste to the heart of Nepal. Infusing tradition with unmatched flavor. Catch the name India trusts. स्वादको रहस्य ladies and gentlemen अब हाम्रो घर-घरमा पनि हामीले ल्याउन सक्छौं Now in 5 aromatic varieties crafted for Nepal. क्यास स्पाइसेस थगु ब्रान्ड यात नेपाली स्थापित यागु लागि अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेफ सन्तोष शाहका ब्रान्ड एम्बेसडर नियुक्त यागुदु Spiceco Private Limited to please join us onto the stage. A big round of applause, ladies and gentlemen, and let's put our hands together for this incredible moment. Hamra master chef सन्तोष शाहको उत्कृष्ट स्वादको रहस्य हामीले खोलिसकेका छौं अब हाम्रो घर-घरमा पनि हामीले क्याच फुड्स का मसालाहरू पाउन सक्छौं कुपन पाउनु भएको थियो होला प्लिज टु मेक श्योर दैट यु हैव दैट कुपन विथ योरसेल्फ बिकज दैट इज अ स्पेशल कुपन फर द थ्यांक यू गिफ्ट दैट यु विल बी गेटिङ इन जस्ट अ लिटल व्हाइल ब्रान्ड एम्बेसडर मास्टर शेफ सन्तोष शाह थिथि टेलिभिजन विज्ञापन व ज्याझोले सहभागी जिया थगु पाककला रहस्य उपभोक्ता बिन्द बिगुरका थ्यादिगुदु सो सिलौटामा अघि हेर्नुभयो मसला पिसेको त्यो एलटीजी प्रविधि हो त्यो कुनै पनि स्पाइसलाई हामी कहिले पनि त्यो मिक्सचरमा जो पिस्छौं हामीले र पिस्दाखेरि एकदमै त्यो तातो भएर आउँछ त्यसको फ्लेभर उड्छ बिटरनेस आउँछ त्यही भएर कुनै पनि स्पाइसलाई पिस्दाखेरि या कतिपय स्पाइस जस्तो जिरा पाउडर भयो हामीले जिरा पाउडर बनाउँदाखेरि जिरालाई रोस्ट गर्छौं अनि तातो तातोमा पिस दिन्छौं त्यसको फ्लेभर उड्छ सो त्यो पिस्नु भन्दा पहिला त्यसलाई हामीले अलिकति चिसो बनाउँछौं चिसो बनाएर पिस्ने त्यो भन्दा पनि अरु त्यो मिक्सचरको ग्राइन्डर जो हुन्छ त्यसलाई फ्रिजमा हाल्दिने अनि त्यसलाई निकाल्ने त्यसपछि जिरा हाल्ने अनि फेरि पिस्दिने सो त्यसले टेम्परेचर मेन्सन गर्छ र स्वादलाई उड्न दिदैन फ्लेभरलाई उड्न दिदैन